आजसम्म भ्रष्टाचारी सरकारको योगदान र उपलब्धि भनेको देशमा उद्योगहरू खोलिएन, बरु खोलिएको उद्योगहरूलाई उल्टै बन्द गरियो र धेरैभन्दा धेरै युवाहरू उत्पादन गर्ने कारखाना खोलियो र ती युवाहरूलाई रोजगार दिन नसक्ने व्यवस्थाले गर्दाखेरि उनीहरूलाई विभिन्न देशमा बेचियो र ती युवाहरूले पठाएको रेमिटेन्सबाट आज देश धानिएको छ र त्यही रेमिटेन्सको आडमा भ्रष्टाचारीहरू पनि पालिएको छ। आज त्यो सरकारलाई के थाहा छ ती बेचिएको नेपाली युवाहरू आज विदेशी भूमिमा कस्तो सङ्कटमा छ, कि उनीहरूले मनन गरेको छ, कि उनीहरूले कहिले आफूलाई प्रश्न गरेको छ। त्यसैले अब पनि नबुझे हामीलाई इतिहासले कहिले पनि माफ गर्ने छैन। युवाहरू बेचिनबाट रोकौँ, देशभित्रै अवसर सिर्जना गर्ने प्रयास गरौँ। त्यति पनि गर्न सक्दैनौँ भने जसले गर्न खोज्दैछ मलाई साथ सपोर्ट गरौँ, खुलेर सपोर्ट गरौँ र हामीले विशेष गरेर देश र जनताको पक्षमा दृढ भएर उभिने सरकार चाहिएको। त्यसैले जनता र देशको पक्षमा उभिने सरकार यसपालि हामीले छान्नै पर्छ। यो ऐतिहासिक मौकालाई हामीले गुमाउनुहुन्न। त्यसैले भोट फर चेन्ज। जय देश है त।